नमस्ते सबैजनालाई, सबै आरामै हुनुहुन्छ होला है। जो जता भए तापनि सम्पूर्णलाई चाहिँ मेरो आज अर्को ब्लगमा चाहिँ स्वागत छ है। रेगुलर नै ब्लग हाल्ने गर्थेँ, अनि पछि बिचमा चाहिँ मैले छोडेँ है। अब कतिपय कुराहरू अब व्यस्त पनि भइन्छ, त्यो भएर धेरै मान्छेहरूको चासो चाहिँ अझै पनि मलाई रसियन सेनामा आबद्ध नेपाली दाजुभाइ जुन मिसिङ हुनुहुन्छ, जो मृत्यु भइसक्नु भएको छ होइन, त्यस्ता व्यक्तिहरूको चाहिँ एकदमै चासो के छ भनेपछि हामी रसिया जान सकिन्छ कि सकिँदैन, रसिया गइसकेपछि हाम्रो काम हुन्छ कि हुँदैन होइन, अनि त्यहाँ गएर चाहिँ कसले खोजी कार्य गरिदिन्छ, त्यहाँ जान कति पैसाहरू लाग्छ, र त्यहाँ गइसकेपछि चाहिँ आफ्नो मान्छेको चाहिँ खोजी कार्यको लागि के गर्नुपर्छ भन्ने कुराहरू एकदमै चासो छ नि त होइन। धेरै ठाउँमा यो कुराहरू चाहिँ गुन्जिरहेको हुन्छ कि मलाई हरेक ठाउँमा म्यासेजै गर्नुहुन्छ, अनि त्यो भएर मैले यो कुराहरू चाहिँ एकैचोटि जसलाई आवश्यकता पर्छ उहाँलाई चाहिँ म भिडियो मार्फत जानकारी दिन्छु मैले बुझेको भनेर। म तपाईँहरूलाई चाहिँ आज यो भिडियो चाहिँ बनाउँदैछु होइन। अब कतिलाई ठिक लाग्छ भने हेर्नु होला, ठिक लाग्दैन भने स्किप गरिदिँदा पनि हुन्छ, केही फरक पर्दैन। यो मेरो पेसा पनि होइन, भिडियो बनाएर यसबाट चाहिँ मैले पैसा टन्न कमाउँछु भनेर भ्लग गरेर हिँड्ने मेरो पेसा पनि होइन होइन। यो एउटा जानकारी मात्र, जानकारी मैले बुझेको कुराहरू तपाईँहरूलाई सेयर मात्र गरिदिन्छु। कतिपय मान्छेहरूलाई त अब थाहा पनि छैन, त्यो भएर मात्र हो होइन। अनि कतिपय मान्छेहरूलाई कस्तो हुन्छ भनेपछि आफ्नो समस्या समाधान भइसकेपछि आफूले चाहिँ गरिसकेपछि अर्कोले सोध्यो भने झनक्क रिसाउने, अनि सम्बन्धित कुराहरू चाहिँ कतिलाई त अब थाहा हुँदैन नि त होइन। धेरै मान्छे पढे लेखेका पनि हुनुहुन्न, धेरै मान्छे बुझ्ने पनि हुनुहुन्न, कतिपयलाई बुझाउने तरिका पनि फरक हुन्छ। त्यो भएर एकले अर्कोलाई सोद्धाखेरि अर्कै जवाफ दिने, अर्कोलाई सोद्धा अर्कै जवाफ दिने, त्यस्तो कुराहरू पनि भइरहेको हुन्छ। त्यो भएर चाहिँ अब जसलाई आवश्यकता पर्छ त्यो व्यक्तिले चाहिँ हेर्नु होला। म सम्बन्धित कुराहरू 5-7वटा बुदाहरू चाहिँ भनिदिन्छु होइन। नेपालबाट आउनेदेखि लिएर यहाँबाट यहाँ गर्ने कामहरू है, त्यो कुराहरू चाहिँ अब तपाईँ आफैले मनन गर्नु होला, तपाईँलाई कति चाहिन्छ र तपाईँको कुन विषयको चासो हो त्यसमा चाहिँ फोकस दिएर काम गर्नु होला। बाँकी अब मैले कसैसँग केही लिन पनि छैन, दिन पनि छैन होइन, मैले कसैको लागि केही गर्न सक्ने पनि होइन। त्यहाँ आफ्नो जानकारी दिने हो, आफूले बुझेको जानकारी चाहिँ दिने हो। दिँदैमा मलाई कसैले न पैसा तिर्नु पर्ने, न मैले यो जानकारी दिएको बापत मेरो मुखको बिल उठ्ने पनि होइन होइन। 5-7वटा बुदाहरू चाहिँ सर भन्छु, अनि त्यो अनुसार चाहिँ अब तपाईँको कुन क्याटेगोरीमा पर्छ त्यो अनुसार चाहिँ गर्नु होला है। गर्नुहोस् भन्ने पनि होइन, अब इच्छा लाग्छ त्यो अब एउटा सुझाव हो मैले। त्यो भएर चाहिँ म नेपालदेखि चाहिँ भनिदिन्छु, नेपालबाट चाहिँ सबैभन्दा पहिला डकुमेन्टहरू प्रक्रियाहरू सम्पूर्ण कुराहरू गर्ने भनेको तपाईँहरू व्यक्तिगत आफैले हो है। कसैले कसैको गर्नेवाला छैन, आफैले हो। चाहे कुनै पनि व्यक्तिले चाहिँ आकाशको तारा नै झार्छु म तेरो लागि भने पनि तपाईँहरूले चाहिँ आफ्नो डकुमेन्ट मिलाउने भनेको आफैले हो, आफै जाने हो, आफै आमा हो विशेष गरी त होइन। आमा भइसकेपछि अब जसको विवाहित हुन्छ उहाँ चाहिँ श्रीमती भइसकेपछि श्रीमतीले गर्नुपर्ने सम्पूर्ण कुराहरू चाहिँ आफूले गर्नुपर्छ, आफूले जुटाउनुपर्छ। आफ्नो नगरपालिका वडाबाट लिएर होइन सम्पूर्ण कुराहरू चाहिँ जुटाउनु पर्ने हुन्छ है। बिहा दर्ता, नाता प्रमाणित, त्यसपछि बालबच्चाहरूको चाहिँ जन्म दर्ताहरूको सम्पूर्ण कुराहरू निकालेर तपाईँहरूले गर्नुपर्ने ट्रान्सलेट हो है। ट्रान्सलेट नेपालमै गर्दा हुन्छ, नेपालमा पनि गरे हुन्छ, तर यहाँबाट पनि गर्नु चाहिँ मिल्छ, यहाँबाट गरे पनि हुन्छ, नेपालमै गर्दा चाहिँ धेरै राम्रो होइन त। अनि अर्को कुरा, त्यो सबै कुराहरू जुटाइसक्नु भयो भने तपाईँहरूलाई चाहिँ यहाँ आउनको लागि अनुमति दिनुपर्ने अब नेपाल सरकारले दिने हो होइन। कन्सुलर विभागमा कता कता तपाईँहरूले चाहिँ निवेदन दिएर के गरेर सबै मान्छेहरू बस्नु भएको छ। त्यसपछि भिसाको प्रोसेसमा भिसा त्यति बेला लगभग 12-13 हजार कति होला है, 12-13 हजार नै होला भिसा होइन त। अनि त्यसपछि तपाईँहरू चाहिँ अब यदि त्यो प्रक्रियाहरू भइसकेपछि तपाईँलाई चाहिँ यहाँबाट बोलाउने मान्छे चाहिँ हुनुपर्छ कि एकजना मान्छे निवेदन दिनुपर्ने हुन्छ। जोसुकैले पनि अब सम्बन्धित मान्छेले दिइहाल्नुहुन्छ। प्राय धेरै मान्छे, धेरै व्यक्तिहरू रसियामा भएका, रसियन सेनामा आबद्ध धेरै मान्छेसँग तपाईँहरू सम्पूर्ण मान्छेहरू जोडिनु पनि भएको छ। त्यो मार्फत कसैलाई आग्रह गरेर भए पनि तपाईँले निवेदन दियो भने उसले चाहिँ बोलाउन सक्छ है। निवेदन यहाँ चाहिँ रसियामा भएको मान्छेले रसियन एम्बेसीमा गएर म सम्बन्धित मान्छेलाई चाहिँ यसरी बोलाउन चाहन्छु, सम्बन्धित